नमस्कार 2026 को नेपाल निर्वाचन लोकसेवा तयारी गर्नेहरूका लागि यो एउटा मस्ट नो टपिक हो। यो विषयबाट एमसीक्यू प्रश्न आउने सम्भावना एकदमै धेरै छ, त्यसैले आज हामी यसलाई पुरै चिरफार गर्नेछौँ। लोकसेवा आयोगको एमसीक्यू परीक्षामा यो विषयबाट प्रश्न लगभग निश्चित जस्तै हो। सो आज म यसका सबै मुख्य तथ्यहरूलाई चट्ट क्लियर गरिदिन्छु ताकि कुनै पनि प्रश्न नछुटोस्। कुनै पनि घटना बुझ्न त्यसको जरो कहाँ छ भनेर थाहा पाउनुपर्छ, होइन त? सो यो चुनाव आखिर किन भयो? यसको कहानी सुरु हुन्छ 2025 को आन्दोलनबाट। ओके, अब यहाँ एकदमै ध्यान दिनुस् है। यी मितिहरू एमसीक्यूका लागि गोल्डन पोइन्ट्स हुन्। सेप्टेम्बर 4 मा सोशल मिडियामा प्रतिबन्ध लाग्यो। त्यसको ठिक 4 दिनपछि 8 तारिखमा जेनजी सडकमा उत्रियो। एन्ड देन जस्ट 4 days लेटर सेप्टेम्बर 12 मा प्रधानमन्त्रीले राजीनामा दिएर संसद नै विघटन भयो। सोच्नुस् त कति छिटो भयो यो सब। ल हेर्नुस्, एमसीक्यूमा खाली के भयो भनेर मात्र सोध्दैन, किन भयो भनेर पनि सोध्छ। यहाँ कन्फ्युज पार्न सक्छ। जेनजी आन्दोलनको तात्कालिक कारण के थियो भनेर सोध्यो भने उत्तर हुन्छ सोशल मिडिया प्रतिबन्ध। तर यसको पछाडिको गहिरो कारणहरू के थिए भन्यो भने भ्रष्टाचार, बेरोजगारी र नातावाद। यो डिफरेन्स ख्याल गर्नुहोला। सरकार त ढल्यो, अब देशलाई चुनावसम्म लैजानु पर्यो। त्यो बीचको पिरियड, दि इन्टरिम पिरियड, त्यसमा एउटा यस्तो घटना भयो जुन आफैमा एउटा हिस्टोरिकल फ्याक्ट बन्यो र एक्जामको लागि सुपर इम्पोर्टेन्ट छ। यो नाम सुशीला कार्की। दिमागमा सेट गर्नुस्। नेपालको इतिहासमा सरकार प्रमुख बन्ने पहिलो महिला। यो प्रश्न आउने हाई चान्स छ है। तर उहाँलाई कसले छान्यो त? कुनै राजनीतिक दलले? होइन। उहाँको सिलेक्सन प्रोसेस नै एकदमै युनिक थियो, जुन सायद पहिले कहिले भएको थिएन। ल यहाँ हेरौँ। उहाँको छनौट भएको थियो डिस्कर्ड भन्ने एउटा अनलाइन प्लेटफर्ममा भएको पोलबाट। जेनजीहरूले चलाएको आन्दोलन उनीहरूले नै टेक युज गरेर इन्टरिम लिडर छाने। अब हेर्नुस्, यो डेटा अलि डिप भयो, तर कहिलेकाहीँ लोकसेवामा यस्तै अनएक्सपेक्टेड क्वेसन सोधिन्छ। उहाँले लगभग 50% भोट पाउनु भएको थियो। यो डेटा पनि एकपटक आँखामा राख्नुस्। ल अब आयो यो पुरै कथाको क्लाइम्याक्स, द मेन इभेन्ट, 2026 को निर्वाचनको नतिजा। अब आउने स्लाइडहरूमा भएका नम्बर्स र डेटामा चाहिँ फुल फोकस है। रिजल्टमा जानु अघि अ भेरी क्विक रिक्याप अफ आवर सिस्टम। हामी 2टा भोट हाल्छौँ, होइन त? एउटा आफ्नो क्षेत्रको सांसदलाई, जसलाई एफपीटीपी भनिन्छ, 165 सिट। अर्को सिङ्गो पार्टीलाई, जसलाई समानुपातिक भनिन्छ, 110 सिट। सो 165 प्लस 110 टोटल भयो 275। प्रतिनिधि सभाको कुल सिट सङ्ख्या 275 र सरकार बनाउन चाहिने अ सिम्पल मेजोरिटी, त्यो हो 138। यो 2टा नम्बर चाहिँ बेसिक हो, एब्सोल्युटली याद हुनुपर्छ। एन्ड हियर इट इज, अन्तिम नतिजा। राष्ट्रिय स्वतन्त्र पार्टी आरएसपी, अ म्यासिभ 182 सिट्स। उहाँहरूले एक्लै बहुमत कटाउनु भयो। त्यसपछि हेर्नुस् त, नेपाली काङ्ग्रेस 38 मा र सीपीएन यूएमएल 25 मा खुम्चियो। द नम्बर्स स्पीक फर देमसेल्भ्स। यो टेबलको डेटा चाहिँ कन्ठै हुनुपर्छ। यो चार्टले त झनै क्लियर पार्छ। त्यो ठूलो हिस्सा हेर्नुस् त, त्यो हो आरएसपीको 182 सिट। अरू 2 प्रमुख दलको सिट जोड्दा पनि आरएसपीको नजिक पुग्दैन। यस्तो भिजुअलले डेटा याद गर्न सजिलो बनाउँछ। चुनाव भयो, रिजल्ट आयो, अब के? अब सरकार गठन। नयाँ प्रधानमन्त्री को बन्नुभयो र कुन कन्स्टिट्युसनल बेसिसमा बन्नुभयो त्यो हेरौँ। लोकसेवाको अर्को भेरी फेभरेट एरिया, संविधानको धाराहरू। सरकार गठनसँग सम्बन्धित आर्टिकलहरूबाट डाइरेक्ट क्वेसन आउँछ। विशेष गरी धारा 76, प्राइम मिनिस्टरको नियुक्ति। यो चाहिँ झ्याट्टिली नबिर्सिनुस्। कहिलेकाहीँ 76 र 77 मा झुक्याउन खोज्छ। 76 नियुक्ति, 77 पद रिक्त हुने अवस्था। क्लियर हुनुहोला है। सरकार बनेपछि अ फ्यू की मिनिस्टर्स। यिनीहरूको नाम पनि इम्पोर्टेन्ट हुन सक्छ। अफकोर्स प्रधानमन्त्री बालन शाह, अर्थमा स्वर्णिम वाग्ले, गृहमा सुदन गुरुङ र परराष्ट्रमा शिशिर खनाल। यी 4वटा मेन पोर्टफोलियोहरू याद गर्दा राम्रो। ल अब थ्योरी त पढ्यो, कति दिमागमा बसे त? टेस्ट गर्ने बेला भयो। रेडी? पहिलो प्रश्न, सेप्टेम्बर 2025 मा नेपालको अन्तरिम प्रधानमन्त्रीको रूपमा कसलाई नियुक्त गरियो? अप्सन्स छन्। ल 3 सेकेन्ड सोच्नुस्।
ओके, द आन्सर इज सी, सुशीला कार्की। किनभने उहाँ नेपालको पहिलो महिला सरकार प्रमुख हुनुहुन्थ्यो। इजी वान, राइट? ल नेक्स्ट क्वेसन 2026 को आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी आरएसपीले कति सिट जित्यो अप्सन्स हेर्नुस् अगेन 3 सेकेन्ड टाइम र सही उत्तर हो बी, 1882। यो नम्बरले नै आरएसपीलाई क्लियर मेजोरिटी दिएको थियो। 275 मा 1882 भनेको अ ह्युज म्यान्डेट हो। ल वेल डन अब एक्जामको लागि फाइनल रिभिजन गर्न सजिलो होस् भनेर यो पुरै टपिकलाई 5 वटा बुलेट पोइन्ट्समा समराइज गरौँ द मस्ट रिमेम्बर पोइन्ट्स यो 5 कुरा याद गर्नुभयो भने बिलिभ मी यो टपिकबाट क्वेसन मिस हुँदैन। 1. चुनावको कारण 2025 को जेनजी आन्दोलन। 2. इन्टरिम पीएम सुशीला कार्की। 3. चुनावको मिति मार्च 5, 2026। 4. विनर आरएसपी with a massive 182 seats. र 5. नयाँ पीएम बालेन शाह as per Article 76. That's it. यति भए पुग्छ। अब अर्को यस्तै इम्पोर्टेन्ट टपिकको लागि च्यानल सब्स्क्राइब गरेर राख्नुहोला। एन्ड यो एनालिसिसलाई रिभिजनको लागि सेभ गर्न नबिर्सिनुहोस्। And for more practice, free materials, mock tests, www.lokseva.online visit गर्न सक्नुहुन्छ। All the best!